मोटामोटी अस्तिको क्लासमा हामीले टिबी चाहिँ कसरी लाग्छ, त्यसको चाहिँ फर्स्ट इभेन्ट के हो र यसको फर्स्ट लाइन ड्रग के हो हामी चाहिँ पढिसकेका छौँ। फर्स्ट लाइन ड्रग के हो भन्न सकिन्छ? आइसोनियाजिड, रिफाम्सिन, प्यारासिनामाइड, इथाम्बिटोल र आज चाहिँ मल्टी ड्रग एसिस्टिभ। अब यो बुझ्यो भने चाहिँ ट्रिटमेन्ट गर्न चाहिँ सजिलो हुन्छ, यदि बुझेन भने चाहिँ त्यो त्यहाँ चाहिँ सन्चो हुँदैन, किनभने ड्रग अलरेडी रेसिस्टेन्ट छ भने यो फर्स्ट लाइन ड्रगहरूले केही पनि काम गर्दैन। पहिलो नम्बर, यो यसमा चाहिँ ट्रिटमेन्टमा दुईवटा फेज हुन्छ, एउटा चाहिँ इन्टेन्सिभ फेज हुन्छ, एउटा चाहिँ कन्टिन्युअस फेज हुन्छ। अहिले अपडेटेडको कुरा नगर्ने हो भने पहिलाको हाम्रो ड्युरेसन थेरापी कति थियो? 6 मन्थको थियो ट्रिटमेन्ट, होइन? 2 मन्थ्स इन्टेन्सिभ फेज र 4 मन्थ्स कन्टिन्युसन फेज। यो इन्टेन्सिभ फेज किन राखेको हुन्छ त 2 महिना? 2 महिना किन राखेको हुन्छ? त्यो बिरामीलाई जुन टिबी भएको छ त्यो टिबी नसरोस् भनेर चाहिँ त्यो इन्टेन्सिभ फेजमा हुन्छ है। र अर्को 4 मन्थ्स भनेको तपाईँको कन्टिन्युस फेज हो। अब जति पनि बाँकी छ अब ब्याक्टेरियाहरू शरीरमा त्यसलाई चाहिँ इलिमिनेट गर्नको लागि कन्टिन्युस फेज हुन्छ फर 4 मन्थ्स। अपरेटिभ ट्रिटमेन्ट तपाईँले भन्न सक्नुहुन्छ नामहरू? अस्तिको क्लासमा को थियो? कुन ड्रगलाई अपडेट गरेको छ? 2025मा पुरानो रेजिम जुन थियो फर्स्ट लाइनको रिफाम्सिन, आइसोनियाजिन, प्यारासिनामाइड, इथाम्बिटोल, त्यसलाई रिप्लेस गरेको छ रिफाम्सिन रिफापेन्टिनले र इथाम्बिटोललाई गरेको छ मोक्सिफ्लोक्सासिनले है। ल अलिकति यहाँ के भन्नु है त, रेसिस्टेन्टको कुरा गर्ने बेलामा सेन्सिटिभ, एउटा चाहिँ ड्रग रेसिस्टेन्ट। त्यो सेन्सिटिभको मिनिङ बुझ्नु छ नि? सेन्सिटिभ भनेको जति पनि औषधि बनेको छ टिबीको लागि जुन रेजिम छ त्यो चाहिँ यदि सेन्सिटिभ छ भने त्यो ड्रगले काम गर्छ, यदि सेन्सिटिभ छैन भने काम गर्दैन। यदि सेन्सिटिभ छैन भने हामी जानु पर्यो ड्रग रेसिस्टेन्ट। अनि कतिवटा ड्रग रेसिस्टेन्ट हुनसक्छ त त्यो पनि डिपेन्ड गर्छ, एउटा ड्रग रेसिस्टेन्ट भयो कि दुईवटा भयो कि सबै भयो कि। यदि चाहिँ ड्रग सेन्सिटिभ छ भने जुन फर्स्ट लाइन ट्रिटमेन्टको जुन ड्रगहरू थियो नि 4वटा, एस भनेको आइसोनियाजिड, आर भनेको रिफाम्सिन, जेड भनेको प्यारासिनामाइड, ई भनेको इथाम्बिटोल। यदि ड्रग सेन्सिटिभ छ भने यो ड्रगले चाहिँ काम गर्छ। यदि चाहिँ रेसिस्टेन्ट छ भने फर्स्ट लाइनमा रहेको औषधिले काम नगर्न पनि सक्छ। अब यसलाई क्याटेगोरी छ, यदि एउटा मात्रै ड्रग रेसिस्ट भयो भने त्यसलाई भन्छ मोनो ड्रग रेसिस्टेन्ट। बुझ्नुभयो? एउटा ड्रग मात्रै रेसिस्टेन्ट भयो भने मोनो ड्रग रेसिस्टेन्ट। जस्तै यहाँ एउटा दुईवटा 4वटा छ, त्यो 4 मध्येमा चाहिँ एउटा ड्रग रेसिस्टेन्ट भयो भने त्यो भयो मोनो ड्रग रेसिस्टेन्ट। त्यस्तै पोली भयो, पोली ड्रग रेसिस्टेन्ट, म यसलाई एक्सप्लेन गर्छु। अर्को चाहिँ रिफाम्सिन ड्रग रेसिस्टेन्ट, अर्को चाहिँ मल्टी ड्रग रेसिस्टेन्ट, एमडिआरटिबी भन्छ त्यसलाई। अर्को भनेको चाहिँ एक्सडिआर एक्सटेन्सिभ ड्रग रेसिस्टेन्ट। अब यहाँनिर आयो रिफाम्सिन ड्रग रेसिस्टेन्ट आइसक्यो भने चाहिँ हामीले रिफाम्सिनलाई हेर्नु परेन। बुझ्नुभयो? अब हामीले हेर्ने भनेको 3वटा आइसोनियाजिड, प्यारासिनामाइड, इथाम्बिटोल। यदि 3वटा औषधि मध्येमा एउटा ड्रग रेसिस्टेन्स छ भने त्यसलाई भन्छ मोनो ड्रग रेसिस्टेन्स। यदि चाहिँ एउटा भन्दा 2वटा औषधि रेसिस्ट छ भने त्यसलाई भन्छ पोली ड्रग रेसिस्टेन्ट। मेबी आइसोनियाजिड रेसिस्टेन्ट हुनसक्छ, अथवा चाहिँ प्यारासिनामाइड रेसिस्टेन्ट हुनसक्छ, अथवा चाहिँ इथाम्बिटोल रेसिस्टेन्ट हुनसक्छ। यो भयो भने पोली ड्रग रेसिस्टेन्ट भयो। अर्को छ रिफाम्सिन ड्रग रेसिस्टेन्ट भनेको रिफाम्सिन चाहिँ रेसिस्टेन्ट हुनै पर्यो बट इट इज सेन्सिटिभ टु द आइसोनियाजिड। कुरा बुझ्नु त? रिफाम्सिन ड्रग रेसिस्टेन्ट भनेको के हो त? रिफाम्सिन भन्ने औषधि चाहिँ रेसिस्टेन्ट छ तर चाहिँ आइसोनियाजिड भन्ने औषधि चाहिँ सेन्सिटिभ छ। त्यो भनेको के भन्छ? रिफाम्सिन ड्रग रेसिस्टेन्ट। अर्को भनेको एमडिआरटिबी मल्टी ड्रग रेसिस्टेन्ट भनेको आइसोनियाजिड पनि रेसिस्टेन्ट, रिफाम्सिन पनि रेसिस्टेन्ट। त्यो भयो भने मल्टी ड्रग रेसिस्टेन्ट टिबी। अर्को आयो एक्सडिआर टिबी।
एक्सटेन्सिभ ड्रग रेसिस्टेन्ट टिबी यो कस्तो के छ भनेपछि तपाईँको एमडिआर टिबी आइ नै हाल्यो त्यो सँगसँगै फ्लोरोक्विनोलोन्स ग्रुपमा पर्ने कुनै पनि औषधि एउटा जस्तै लेभोफ्लाक्सासिन फ्लाक्सासिन मक्सिफ्लाक्सासिन भन्ने औषधि पनि रेसिस्टेन्ट छ भने त्यो भयो हाम्रो एक्सडिआर टिबी बुझ्नुभयो त्यसलाई भनिन्छ हामीले फ्रीमा चाहिँ एमडिआर टिबी रेसिस्टेन्ट भइहाल्यो प्लस यसमा के थपियो हाम्रो फ्लोरोक्विनोलोन्स ग्रुपको औषधि थपियो लेभोफ्लाक्सासिन सिप्रोफ्लाक्सासिन फ्लाक्सासिन मक्सिफ्लाक्सासिन अब लास्टमा के छ त एक्सडिआर टिबी मा के हुन्छ हाम्रो यसमा रेसिस्टेन्ट भनेको चाहिँ तपाईँको माथिको जम्मै आइहाल्यो प्लस यसमा थप्यो लिनेजोलाइड भन्ने औषधि पनि रेसिस्टेन्ट भयो बेडाक्लोडिन भन्ने औषधि पनि रेसिस्टेन्ट भयो भने त्यो भयो हाम्रो एक्सडिआर टिबी अब यो त पुरानो 2025 चाहिँ यो गाइडलाइन फ्लो गर्थ्यो तर अब यो चाहिँ चेन्ज भयो अब नेपालमा पनि अपडेट भएर आउन सक्छ कुनै दिन केही महिनापछि आउँछ होला वाट वाज द ओल्ड ट्रिटमेन्ट रेजिमेन XRZE यो 2 मन्थ्स हैन यो 2 मन्थ्स भनेको कुन फेजै छ इन्टेन्सिभ फेज के हो इन्टेन्सिभ फेज भनेको सुरुको अवस्था जुन चाहिँ हामीले त्यति बेला पेसेन्टलाई नन कन्टाजियस बनाउनको लागि दिइन्छ अर्को छ 4 मन्थ्स त्यति बेला हाम्रो के थियो त यस र आर मात्रै थियो यो कति भयो टोटल भयो हाम्रो 6 मन्थ अनि यो 4 मन्थलाई भन्छ कन्टिन्युअस फेज यो भनेको शरीरमा रहेको बाँकी ब्याक्टेरियालाई इलिमिनेट गर्ने तर अब यो त सिस्टम छैन अब के भयो त इथाम्बुटरको ठाउँमा के आयो अब मक्सिफ्लाक्सासिन आयो या छँदैछ रिफाम्पिसिनको ठाउँमा के आयो यो रिफापेन्टिन आयो है यो छँदैछ यो 2 मन्थ्स अर्को फेरि 2 मन्थ्स है यो टोटल भनेको तपाईँको 4 मन्थ यति चाहिँ बुझ्नु पर्छ तपाईँलाई